कर्मचारीहरूलाई सवारी साधन खरिदका लागि सहुलियतपूर्ण ऋण र ब्याज अनुदानको व्यवस्था गर्ने भन्दै सरकारले तयार पारेको कार्यविधिको चौतर्फी विरोध सुरु भएको छ। सो कार्यविधिमा राखिएको कतिपय प्रावधान विभेदपूर्ण रहेको भन्दै कर्मचारी वृन्दबाट टीका टिप्पणी र आलोचना सुरु भएको हो। अर्थ मन्त्रालयले तयार पारेको सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्था सम्बन्धी निर्देशिका 2083 मा तल्ला तहका कर्मचारीदेखि सचिव तहका कर्मचारीसम्मका लागि सवारी साधन खरिदमा तथा ब्याज अनुदानको व्यवस्था गर्न लागि थियो। सो कार्यविधिमा सचिवका लागि 4 पाङ्ग्रे सवारी साधन खरिदमा 60 लाखसम्म सहुलियतपूर्ण ऋण तथा ब्याज अनुदान सरकारले उपलब्ध गराउने व्यवस्था राखिएको छ। यस्तै सहसचिवका लागि 50 लाख, उपसचिवका लागि 40 लाख बराबरको सहुलियतपूर्ण ऋण वा ब्याज अनुदान दिने व्यवस्था गरिएको छ। तर शाखा अतिरिक्त तहका कर्मचारीका लागि 2 पाङ्ग्रे खरिदका लागि भन्दै 4 लाख र सहायक स्तरका कर्मचारीका लागि 2 पाङ्ग्रे सवारी साधन खरिदमा 2 लाखसम्म अनुदान उपलब्ध गराउने व्यवस्था राखिएको छ। सचिवका लागि 60 लाख, सहसचिवका लागि 50 लाख, उपसचिवका लागि 40 लाखसम्म ऋण तथा ब्याज अनुदानको व्यवस्था गराइदा तल्ला तहका कर्मचारीहरू शाखा अधिकृतका लागि 4 लाख र सहायक स्तर कर्मचारीका लागि 2 लाख रकम उपलब्ध गराउने विषयमा विभेद भएको भन्दै कर्मचारी वृन्दबाट टीका टिप्पणी र आलोचना सुरु भएको हो। यो योजनामा सहभागी हुन नचाहने सहसचिव वा सोभन्दा माथिल्ला तहका कर्मचारीका लागि भने प्रचलित कानून अनुसारै सरकारी सवारी साधन उपलब्ध गराइने व्यवस्था गरिएको छ, जहाँ उपसचिव तहका र अन्य कर्मचारीका लागि भने कार्यालयमा रहेको पुल सवारीको व्यवस्थापन गरी सामूहिक प्रयोगमा ल्याउने उल्लेख गरिएको छ।